हेलो गाइजहरू नमस्ते ससुरालियाको आज है हेटौडा निसाङखोरियातिर यो गाउँमा भनौँ अलिकति सामरी पुलदेखि हल्का माथि छ डाँडामा अनि घुम्न आएको आज घुम्न भन्दा नि अब यहाँ भदैनीको चाहिँ गुन्यु चोला रहेछ अनि निम्तो मान्न आएको है ऊ त्यहाँ जुरेली चाहिँ तिर्कुली गरेर बसिरहेको छ हौ यहीँ बिचरा हेरेन यहाँ म देखाइ न तिर्कुली यो गाउँकै याद आयो मेरो गाउँको उदयपुरको गाउँको याद आयो मान्छेको जिन्दगी हो है हेटौडातिरको यात्रा है कुखुराहरू लोकल कुखुरा रहेछ यहाँ बाख्रा छ है अनि गाईजहरू हैन अनि छोरो पुरा गीत गाएर हिँडिरहेको छ त्यहाँ मेरो अगाडि हेर्नु है छोरो चाहिँ त्यहाँ गीत गाएर हिँडिरहनु भएको छ डाँडातिर है घुम्ने रमाइलो छ ठाउँ है यतिको चाहिँ राम्रै लाग्छ मलाई चाहिँ यसो घुम्न आएको घुम्न ससुरालियाको घुम्न आएको नभनौँ ससुरालियाको काम विषयले नै हो है साथीहरू रमाइलो छ डाँडा हेरौँ है गाउँहरू है रमाइलो छ गाउँ घर सबै डाँडा काँडा यता पारीतिर पनि छन् नाटा गोटाहरू पर्छन् है यहाँ चाहिँ मेरो सुन्दर दाइको घर हो मेरो साडु दाइको घर म साडु दाइको घर जाँदैछु है म साडु दाइको घर जाँदैछु साडु दाइको घरमा चाहिँ मेरो बस्ने ठाउँ है यतातिर केरा छ है यहाँ केरा निस्किरहेको छ बिचरा त्यहाँ डाँडामा चाहिँ यो डाँडा दृश्यमा हेर्नुहोस् है यहाँ चाहिँ गुम्बा बन्दैछ है यो डाँडामा गुम्बा बन्दैछ यहाँ चाहिँ गुम्बा बन्दैछ त्यो तल देखेको राप्ती खोला हो है त्यो खर्रको राप्ती खोला हो अनि यो चाहिँ मेरो साडु दाइको घर हो म साडु दाइको घरमा चाहिँ छोरो लड्छ है मेरो छोरो सानो छ यहाँ लड्छ है 5 वर्ष पुग्न लागेको छ छोरो 4.5 वर्ष भयो 5 वर्ष लाग्दैछ बिस्तारै लड्छ छोरो तल झर्छ फेरि गहिरामा यस्तो ओह्रालो छ है बाटो चाहिँ यहाँबाट लड्यो भने तल झर्छ रक्सी खाने मान्छेहरू चाहिँ ठिक छ यहाँबाट गुर्क्यो भने चाहिँ रमाइलो महसुस हुन्छ हल्का होइन भिडियो चाहिँ हल्का लामो भइसक्छ छोरो आऊ म पक्रिन्छु ल मेरो छोरो चाहिँ यहाँ हिँड्दैछ है हेर्नुहोस् है अनि है यो चाहिँ साडु दाइको घर म साडु दाइको घरमा इन्ट्री हुनु लाग्यो होइन त्यो पारीतिर पनि छ घर चाहिँ पारीतिर ल अब लड्दैन छोरो मेरो छोरो छोरो बाई गरेर यसो गर त मेरो छोरो कति क्युट छ है हेर त यता हो नमस्ते भन् मेरो बाबाको च्यानल सब्सक्राइब गर भन् लाइक गर भन् बाई बाई भन् यो चाहिँ मेरो साडु दाइको घर हो है यो